हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज फेरि हामी मेला जान लागेका छौँ। यहाँ हेर यी केटाहरू आज फेरि मेला हेर्न जान लागेका छौँ। अस्तिको टाइममा हो हामी घरबाट निक्लेको यिनीहरू मलाई लिन आएको थिए। यस्तै छ चित्रे सुजल। अब गाइस माथि बाटामा गएर भेटौँला है। अहिले चाहिँ हामी रोडतिर आइसकेका छौँ गाइस। गाइस अहिले चाहिँ हामी भेटिसकेका छौँ। ओइ हाइगर हामी लगिन लागेका छौँ गाडीको बाटो। नाटक नगर फाइनली लङ आइगयो। सुजल चाहिँ आफ्नो दाइहरूसँग गएका छन्। त यो ओइ ओ सुजल यता आएर एकदम गर्मी हुन्छ, नाच्न सकिन्न, त्यही भएर एकछिन अलि रात परेपछि ल्याउनुपर्छ मलाई। ओके आइसक्नु भएको छ। हेलो मात्रै भनिदिनुहोस् न, एक्चुअली हेलो मात्रै भनिदिनुहोस् न। हेलो नमस्ते सबैजनालाई। ओके तपाईहरु तयार हो? ओके म अतिथि कलाकारको रूपमा आसन ग्रहण गरिदिनका लागि आग्रह गर्दै तथा व्यापारिक लमई महोत्सव 2082 को आज 21 गतिको कार्यक्रमलाई सफल पार्नको लागि हो कि होइन? 21 गतिको कार्यक्रमलाई सफल पार्नको लागि तपाईहरुलाई छमछमी नचाउनको लागि आफ्नो सुन्दर प्रस्तुतिबाट तपाईहरुलाई मन्त्रमुग्ध पार्नको लागि पछिल्लो समय लाखौं युवा युवतीको मुटुको ढुकढुकी आजको लोकप्रिय कलाकार लोकप्रिय नृत्याङ्गना एक पटक दाङ लमईको जोरदार ताली र हल्लाले स्वागत गरौँ गङ्गु छेत्री। थ्यांक यू। सबैको हात माथि हेरौँ त। ओके थ्यांक यू। ओके अहिलेलाई यो तपाईँले प्रस्तुति जुन प्रस्तुतिको लागि तपाईहरु एकदमै वेट गरिरहनु भएको छ अहिलेलाई यो प्रस्तुति गर्नु हो। थ्यांक यू।
भोजपुरी गीत अब हिन्दी गाना बजाउने हो अब भोजपुरी गीत बङ्गला खुलाको लागि भोजपुरी चाहिँ आउँछ हामीलाई यो गीतमा पुनः आफ्नो अन्तिम प्रस्तुति भन्नुभएको छ यो प्रस्तुतिको लागि पुनः हामी गङ्गु छेत्रीलाई नै आमन्त्रण गर्छौँ एकपल्ट जोरदार ताली चाहिन्छ हाम्रो मञ्चे डिजे पोखरा अहिलेलाई बङ्गला खुला फर्किसक्यो गाई सब फर्किसक्यो खालि बाटो लास्टै गर्नुभयो सब फर्किया छन् यार गाई फोन गर अब अरू केटाहरूलाई फोन गरेर बोलाउँछु अनि बाहिर जानु पर्ला गाइस अब अहिले पछि हेर्नुला एउटा मान्छे कस्तो बसेको छ गाइस देखाउनलाई भयो नि माथि लग्छ कहिले साइको अनि एक्लै चढ देखाम उतातिर न पल्ला साइडमा दुईटा खानु होला साइडमा एउटा छ अहिले चाहिँ हामी घर जाँदैछौँ टक्क लागेर गाइस हामी अहिले गेटमा आइसक्यौँ अब टक्क लागेर घर जान्छौँ गाइस यस्तै छ पारा रमाइलो भयो लास्टै रमाइलो भयो छोडिदेऊ यस्तो प्याक छ यार गाइस गाडी लास्टै यार ठाउँ छ ए पुरै बस खाली छ म त अब सिटमाथि सुतेर जाने हो वेलकम गाइज म घर आइसकेको छु यही घर हेर्नुहोस् अब म चाहिँ घर गएर अब मस्त खाना पकाउँछु होइन त्यस्तै छ अब अर्को भ्लगमा भेटौँला गाइज